सम्झनाको उत्कृष्ट ब्याटिङमा हङकङ विरुद्ध नेपालको शानदार जित। आज भएको वुमन्स डे टी20 कपमा नेपालले हङकङमाथि शानदार जित हासिल गरेको छ। नेपालले हङकङ विरुद्ध सम्झना खड्कीको उत्कृष्ट ब्याटिङमा जित निकालेको हो। युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा आज भएको हङकङसँगको खेलमा नेपाल 6 विकेटले विजयी भएको छ। ओपनर सम्झना खड्काले 43 बलमा 47 रन बनाएकी हुन् भने आक्रामक ब्याटिङ गरेकी उनले 3 चौका प्रहार गरेकी थिइन्। आज भएको यस खेलमा सम्झना खड्का र पूजा महतोले सम्झन लायक पाली खेलेका छन्। हङकङले प्रस्तुत गरेको 105 रनको लक्ष्य पछ्याएको नेपालले 19.3 ओभरमा 4 विकेटको क्षतिमा पछ्याएको थियो। प्रतियोगितामा नेपालको यो दोस्रो जित रहेको छ। नेपालका लागि ब्याटिङतर्फ सर्वाधिक सम्झना खड्काले 43 बलको सामना गरी 47 रन हिर्काएका थिए भने उनी अर्धशतकबाट 3 रनले चुकेकी थिइन्। त्यस्तै कप्तान इन्दु वर्माले 32 बलमा 18 रन बनाएकी थिइन्। उनले 1 चौका हिर्काएकी थिइन् भने पूजा महतोले नट आउट रहेर 26 बलमा 20 रन जोड्दै टोलीलाई जित दिलाएकी थिइन्। साथै नेपालका लागि बलिङतर्फ राजमती ऐदीले 4 ओभरमा 17 रन खर्चेर सर्वाधिक 3 विकेट लिएकी थिइन् भने कप्तान इन्दु वर्माको पोल्टामा 2 विकेट परेको थियो। त्यस्तै पूजा महतो र ईश्वरी विष्टले समान 1-1 विकेट लिएकी थिइन्।